आठ बज्न 10 मिनट 7 बज्न 10 मिनट 7 बज्न 10 मिनटको भ्यू हाम्रो खतरा छ सही टाइममा आएको अझै यता छ उता चाहिँ पञ्चमी डाँडा हो दाइ त परको हिमाल चाहिँ कुन अरे त्यो पाडाजुङ्गी साइडतिरबाट देखिने यही त्यही हो क्या कुम्भकर्ण कि के हो देखिन्छ नि चुच्चो देखिन्छ त्यही होला नि पाडाजुङ्गी साइडदेखि चुच्चो देखिन्छ क्या पर चुच्चो देखिन्छ 6 बजे आएको है हाम्रो यहाँ आइपुग्दा त 6 बजे नि त अझै मैले गर्दा अझै ढिलो भएन हामीहरू नि आउनु पनि ऊ त्यहाँ तलबाट आएको अनि ऊ तलबाट यस्तो घुम्दा घुम्दा सिडी नै यहाँबाट आएको यहाँ हाम्रो नि एकतिर पुगिन्छ हौ त्यो तल त पुरै भिड छ ल्याम्प सिधा भिड ऊ त्यहाँको टावर छ नि जुन परको यो टावर त्यो टावर चाहिँ कति 1 करोड कि कति रुपियाँमा अरे बजेट झरेको हाम्रो नेपाल बन्दैछ बिस्तारै देउ टावर जाँदैछौँ हामीहरू एनसेलको टावर चाहिँ छ नेटवर्कै छैन राति नेट चलाउनु पर्यो भनेको नेटै छैन दाइ भिडियो गर्नु भयो कि फोटो खिच्नु भएको खिच्दै गर्नु भरे भिडियो गर्नुभएको छ मैले हिजो बिहान उठेर नुहाइधुवाइ गरेर आएको हिजो यहाँ आइपुग्दाखेरि धुलो मैले खाएर कपाल मेरो सब्जीको चुक्रू भएको छ पानी छ यहाँको हिउँ जस्तो पानी छ चिसोले यही हो टावर ल टावर आइपुग्यो हाम्रो नेपालीको यही हुन्छ है करामत यस्तै हो फेरि है यो चाहिँ मैले बनाइदिएको यो चाहिँ यहाँ चाहिँ म साइन पनि हान्छु र राम्रो देखिनु यहाँ झन् पुरै के हो यो युनिसा आई लभ रोजिला बा के बनाइदिउँ त हो अरे चुडेल यहाँ रातिको आयो भने अहिले तर्छ चुडेल नि बनाइदियो भाइ माथि जाँदैछौँ यस्तो छ नामै नाम चाहिँ नाम पर छ हिमाल लभ युनिसा लभ रोजिला आई लभ रोजिला यहाँ पनि छ युनिसा यहाँ पनि छ तल पनि थियो यहाँ पनि छ खतरा लभर रहेछ
बस्छ होला कोही कोही त के यो चुडेलीले चाहिँ तर्फाउँछ है अब यहाँ को आउँछ मैले बनाइदिइरहेको छु लगाइस हामीहरू अब कल आउँदैछौँ यहाँ हाम्रो दाइको बोक्दिनु भन्नुभएको ए यस अब हामीहरू तल गएर खाजा खान्छौँ खाजा खाएर त्यहाँनिर गएर अब यहाँबाट बाटो चाहिँ फेरि डह्रो हामीहरू आउँदाखेरि लगभग कति भनौँ न तलैबाट गर्दा त 800 एउटा थियो होला हौ सिडी अब एक गर्दाखेरि चाहिँ अब बिचमा सिडी पनि छैन ढुङ्गासुङ्गा उयो गरेर बाटो छ तर ठाउँ चाहिँ दामी छ हामीहरू तलबाट आउँदाखेरि 2-3 डाँडाबाट सरसर आएर ठ्याक मिलेको रहेछ क्या 3 डाँडा तर एउटै लाइनमा यस्तो घुम्दै फेरि एउटा अर्को डाँडा निस्किँदै घुम्दै आएको तर बाटो चाहिँ बनाएकै रहेछ राम्रै छ बाटो चाहिँ सप्तमी चाहिँ म रवि सप्तमी भनेको म 3 चोटिसम्म गइसकेको हो पहिला पनि सुरुचोटि गाडीमा गएँ बिए त्यति बेला म एकछिन जानु के दाइकोमा गएको क्या माथि हाम्रो दाइकोमा गएको थियौँ त्यो बेला बिहे थियो बिहे हुँदाखेरि त्यो दाइको बिहे थियो त्यो दाइको बिहेमा हामीहरू यहाँबाट साउन्डसेटहरू लिएर गएको थियौँ चापाबाट दमङबाट लिएर गएको थियौँ अनि त्यो भयो एकचोटि अर्कोचोटि पनि बिहेमै गएको अर्कोचोटि चाहिँ म क्यामेराम्यान भएर गएको थिएँ क्यामेरा बोकेर गएर फोटो त्यहाँ बिहेमै फोटोसोटो खिच्दा 2 चोटि भयो अनि अर्कोचोटि चाहिँ हामीहरू घुम्नु गएको थियौँ हामी 10 दिन बस्यौँ सप्तमीमा त्यति बेला चाहिँ म काले भएर आएको थिएँ पाहाडमा बसेर काले भएको थिएँ क्या कालो पनि कस्तो कालो त छाला डढेको जस्तो कालो खालको भएको थियो खतरा मेरो खतरा आयो त नि अनि एकजना काठमाडौँ एकजना पोखरा बस्छ अनि आफू चाहिँ कसले क्यामेराले कहाँ पठाउँछ हामीहरू झर्दैछौँ तल गाइसहरू पनि आउनु होला एकचोटि चाहिँ पञ्चमी हेर्नु बिहानको घाम चाहिँ बबाल देख्ने रहेछ माथि उता श्रीअन्तु भन्दा पनि यहाँ चाहिँ खुल्लाकै एकदम श्रीअन्तुमा पनि देखिन्छ तर त्यहाँ चाहिँ मान्छे एकदम भिड हामीहरू न्यु इयरको बेला जाँदाखेरि एकदम भिड दिवस यहाँ भनेको चाहिँ एक्लो हुन्छ राति आउने टेन्ट लिएर आउने माथि नै आउने यहीँ आएर सुत्दा पनि हुँदो रहेछ आगो ताप्दै घाम ताप्दै घाम त अब दिउँसो मात्रै हो राति चाहिँ आगो ताप्दै बस्ने हो होइन बिहान घाम बिहान आउँछ 6 बजे बिहान आउँछ 6 बजे पनि होइन हामी त अघि कति बजे 6:45 मा आयो घाम 6:45 मा घाम आइहाल्छ होइन तर ठाउँ एकदम रमाइलो केटी लिएर आउने बस्ने गर्लफ्रेन्ड ल्याउने घुमाउने हो नि त यो त भ्यू टावर पनि रमाइलो रहेछ होइन 1 करोडको भ्यू टावर 1 करोडको भ्यू टावर विदाउट फर्निचर 1 करोड यो चाहिँ मेरो फोन हो अब क्यामेरा छ त्यही क्यामेराले गर्नुहुँदैछ हिजो मैले भ्लग बनाएको त्यो गाडीमा बाइकमा आउँदाखेरि चाहिँ यसले नै खिचेको थिएँ यो चाहिँ मेरो ड्रोनको कन्ट्रोलर हो है खासमा चाहिँ ड्रोनको कन्ट्रोलर हो यस्तो छ यहाँ कनेक्ट हुन्छ यसले चाहिँ अलिक स्टेबिलिटी अलिकति राम्रो दिन्छ क्या त्यही भएर चाहिँ म यसमै बोक्छु है यही हो अब एउटा गोप्रो किन्नुपर्ने छ बिस्तारै एउटा किन्नु हामीहरू गएको उयो डाँडा है कि यहीँ हो हजुर उयो डाँडामा गएको थियौँ उयो डाँडा अलि माथि झन्डा गाडेको छैन माथि देख्यो त्यो अघि बाँस गाडेको नि यहाँनिर चाहिँ पुरै ल्यान्डस्केप रहेछ यहाँ चाहिँ घर बनाउनु चाहिँ नि यहाँ पोखरी एउटा बनाउँदा हुँदो रहेछ पोखरी रहेछ नि त पहिला सुकेको होला यो पोखरी यो बर्खामा हुन्छ बर्खामा चाहिँ पोखरी जम्दो रहेछ प्लास्टिक तल लगाएर नि जमिराख्ने बनायो भने चाहिँ
त्यो परको माथिको 1 करोडमा यहाँ 5 लाख जति खर्च गरेको भए चाहिँ हुन्थ्यो हाम्रो पनि आउँछ झरेको पहिरो गएको रहेछ नि त पर पहिरो गएको रहेछ तल अनि यही ठाउँमा एकचोटि पहिरो जाँदाखेरि एउटै परिवारको 7जना 5जना त्यो स्कुल छ नि कहाँ छ स्कुल 12 गल्तिर हौ ए त्यो स्कुल हो पहिरो चाहिँ कहाँ गएको ऊ त्यो ढिस्लो हो क्या उपर त्यो देखिँदैछ बाटो छ त त्यहाँ कडा छ नि ए हामी आएको राति आएको यस्तो बाटो थियो आइयो अँध्यारोमा बिहान बिहानै कडा छ फेरि पोज पनि यस्तो मात्रै जान्छ यस्तो मात्रै पोज जान्छ फेरि बिहान त अनि आउने बेलामा त यता चाहिँ हुरुक्कै बिसाउँदै यहीँ बिसाउने यहाँबाट अलिकति माथि छ नि त्यही बिसाउँदै पुगेको नि माथि अब यहाँनिर पर्यटक स्थल बनाउने भन्दैछ भन्नु चाहिँ साइडको रेलिङ लगाएको छैन पछि रेलिङ चिया बगान यहाँनिर कडा छ नि मेरो रवि निस्किँदा त यताको बाटो जाने होला नि त होइन यस्तो गरेर कुन अरे ऊ परको त्यो लाइनको त्यति नै बजार फेरि अनि टाढो छ नि यहाँबाट हेर्दाखेरि त नि यस्तो घुमेर यस्तो घुम्दै ऊ त्यो अर्को डाँडा यो डाँडाको अर्को डाँडा एउटा डाँडा भयो 2टा डाँडा भयो 3टा डाँडा अनि 3टा डाँडाको पछाडि छ ल गाइदिँदै संसारले पुराना प्रेमका कथा यति यो चाहिँ 90s को ओल्ड भाइब नेपाली 90s अघि जानुभन्दा अहिले आउनु अलिक रमाइलो भइरहेछ अघि चाहिँ जाँदा त मुटु बाहिर निस्केर जस्तो भएको थियो दाइ कहिले बस्नु भयो अरे 10 चोटि सुत्यौ नि तिमी त बोलेन नि बोलाउँदा पनि होइन म चाहिँ त्यतिखेर चाहिँ माका सुते मुटु नै बाहिर निस्केछ मलाई कसो नै बेहोसै भएर चाहिँ यहाँ चेन पनि रहेछ है चेन पनि रहेछ नि त चेन होइन यो त होइन चेन हो ऊ यहाँ पनि छ 2टा मान्छे यताको यतै हो यही डाँडामा हुर्केको यही डाँडामा पस्ने भनेर गाइज मेरो आधी बाटो चाहिँ आइपुग्यो दाइ आउँदैछ हाम्रो अझै यहाँबाट यस्तो घुमेर गएर अझै घुमेर उता गएर पर निस्किनुपर्ने यो चाहिँ म कट गर्छु तल झरेर एकैचोटि तल झर्ने अनि मात्रै बिहान उठेर गरेन जाडोले मुख चाहिँ धोएको थिएँ मैले धुनु चाहिँ यो त धेरै पुरानो घर होला है ए भेडाटार जाने भर्खर बनाएको बाटो हो क्या हो यो हिजो राति त हामीले यो खिचिनौँ यता छेउछाउको
मलाई हिजो बेलुका यहाँ हामी आइपुगेर चाहिँ टक्क ड्रोन लिनु मन लागेको थियो क्या ड्रोन सट मिल्दैन भनेर ड्रोनको स्वीकृति पत्रै छैन हामी त्यही भएर अलिक सावधान भएर उडाउनुपर्छ एकदमै गोबर गर्मी हो हामी चाहिँ अब भित्र गएर प्रोसेस गर्ने फ्रेस हुने यस भित्र अरे है हाम्रो ब्यागहरू चाहिँ यहाँ थियो हिजो राति राखेको यता है Bagal, awak kalau kami ada mau buat apa? Guys, lah apa kami ini lagi? हाम्रो फेरि खत्ता छ पम्प सम बोकेर आएको छौँ नि हामीले त एमर्जेन्सीको लागि अब हामी लाग्यो राइडरहरु आउनुपर्छ आइपुग्यो हामीहरू उकालो जाँदैछौँ उकालो पनि खतरा उकालो होइन यो नर्मल हो अघिको भन्दा उता कस्तो घाम टिनिक्क लागिरहेको रहेछ है बबाल देखिने रहेछ नि त हिमाल त बबाल के गर त्यहाँको पनि ड्रोन सट लिने अरे हिलो डाँडामा चाहिँ यो बाइक पुरै जान्छ होला नि होइन जान्छ त्यहाँ चाहिँ पोखरी छ होला त्यहाँ चाहिँ जमेकै हुन्छ जाडो पनि पर लाइट आइरहेको ठाउँ हो आइपुग्यो हामीहरू बा घाम त है यहाँ छ नि त घाम त हामीहरू आएको यताबाट अहिले घाम टिनिक्क घामले पुरा गर्मी पो हुन थाल्यो अब त ज्याकेट ल बारे यो हो नि त ठाउँ त म ड्रोन सट लिन्छु अब इन्जोय गर्नु होला यहाँको सिन हेर्नु होला
गाइज कस्तो लाग्यो ड्रोन सट हामीले लिएको अब मेरो अहिले मिसो मन्दिर छ यहाँनिर आउँदैछ कि आओस् न अन्त यो चाहिँ सबभन्दा ठुलो मन्दिर हो मन्दिर यो चाहिँ यहाँ छ ठुलो मन्दिर गुरुको मन्दिर बनाएर रहेछ दाइको लगान तराउनु भएर कालो हिँडेर देखिहाल्छ नि ढुङ्गा चाहिँ कस्तो छ अरे साथी ढुङ्गा कस्तो खालको छ अरे हल्लिन्छ अरे कान्छी अम्लाले हल्लिने तर ढेकाल्दा चाहिँ नलड्ने हेरौँ न यही हो यो ढुङ्गाको तल हो अहिले चाहिँ हामी यहाँनिर कान्छी अम्लाले हल्लाउँदा हल्लिने ढेकाल्दा चाहिँ नलड्ने ढुङ्गा घुम्नु जाँदैछौँ अहिले कान्छी अम्लाले त हल्लाउँदा चाहिँ हल्लिन्छ खै हो त हल्लिँदो रहेछ त खै हामी पनि हल्लाइहरू हल्लिन्छ कि हल्लिँदैन हल्लिन्छ तर्काउनु पर्यो हल्लियो त हल्लिँदो रहेछ पापीहरूले हल्लाउँदा हल्लिँदैन फेरि भन त फेरि सच्चो धर्म रहेछ लाजा पापीहरूले हल्लाउँदा चाहिँ हल्लिँदैन ट्राई गर्नु पर्यो गरौँ गरौँ हल्लिन्छ तर्काउनु पर्यो हल्लियो त पापीहरूले हल्लाउँदा हल्लिँदैन होइन हौ त्यस्तो त कृतिक ढुङ्गा जसलाई चाहिँ कान्छी अम्लाले पनि हल्लाउन सक्न र बल गरेर दुईटा हातले नसक्ने लडाउनु पनि नसकिने तल भिर छ भिर हुँदा पनि रेकर्ड भइरहेछ कान्छी अम्लाले ढुङ्गा हल्लाइदिने कस्तो पावर अन्त खै ढुङ्गा कत्रो छ यहाँदेखिको ठुलो ढुङ्गा कान्छी अम्लाले अनि लडाउँ त लु तल पल्टा पठाइदेऊ ल सक्यो यहाँ ल टिङ टिङ गरिदिएको नि हाम्रो ड्रोनको ब्याट्री पनि चेन्ज गर्ने बेला भइसकेछ हाम्रो च्यानल छोडेर कतै नजानु होला हाम्रो च्यानल सब्सक्राइब गर्नु होला एकदम ए यो त गुफा कति टाढा पर्छ खै हेरौँ त छिरौँ न नि कति लामो लामै हो हो त ठाउँ त रहेछ देखिरहेछ कि ड्रोन छिराइदियो अरे लाइट बालेर छिर्नु पर्ने रहेछ फोन छ भने लाइट बाल्नु त एकचोटि भित्र कस्तो छ गुफा त भित्र त पुरै ओडारै रहेछ नि त कयौँ 100 वर्ष अगाडि हाम्रो गुरुहरूले यहीँ तपस्या गर्नुभएको थियो 100औं वर्ष अगाडि यहीँ ज्ञान पाउनु भएको बुद्धको ज्ञान ज्योति ज्ञान दाजुहरूले मलाई छोडेर जानुभयो दाजुहरू पुगिसक्नु भइसक्यो जाँदा मलाई छोडेर भन्दाखेरि चाहिँ मेरो यो छ डिजिआईको हो यो मिनी 2 हो कताबाट हो मैले भ्लग बनाउने चाहिँ पहिलादेखि नै ट्राई चाहिँ गरिरहेको थिएँ तर मलाई एउटा गोप्रो चाहिँ किन्नु मन लागेको थियो क्या गोप्रो मेरो मुख लरबरेको गर्छ
गोप्रो किन्नु मन लागेको थियो एउटा त्यस पछाडि चाहिँ ब्लग स्टार्ट गर्नु पर्यो भनेको फेरि दाइहरूले घुम्नु जानुपर्छ आज भनेर हिजो शुक्रबार हामी जानुपर्छ भनेर दाइहरूले भनेर हिँड्यो फेरि म यस्तो प्लान पनि गरेको थिइनँ ब्लग बनाउँछु भन्ने अब यहाँ आइपुगेर चाहिँ भिडियो गर्दैछु ब्लग पनि म यो भिडियोलाई अब यतिकै गर्ने हो कि पछि मिलाउने एडिट गरेर तपाईँहरू पनि दमक बस्नुहुन्छ भने चाहिँ दमकबाट एकदम दामी छ माथि घुम्न आउने चाहिँ आएर नाइट स्टे गर्दा पनि हुन्छ अघि हिजो हामीहरू नाइट स्टे गऱ्यौँ यो दाइ अहिले हामीलाई घुमाउँदै गरेको दाइले नै हामीलाई खानासाना खुवाउनु भयो लोकल कुखुराको झोल खाइयो रुम हामी 2टा रुम लियौँ 2टा रुममा 2टा कोठा दुईटा बेड सिङ्गल बेड एकजनामा 3जना सुत्नु हो एकजनामा 2जना हामी केकले सिङ्गल सुत्यो के चाहिँ तलबाट खेल्दा नि हुन्छ तलबाट यो गाइस अगाडिको भ्यू हामीहरू अघि आएको बाइक हाम्रो तल छ अहिले हामी यही बाटो फर्किन्छौँ एउटा ड्रोन सट लिने फर्किँदाखेरि छत्त गएको परसम्म ड्रोन सट लिएर आन्नु न स्लो मोसन तल जाँदा अनि छेपाट लगाउँदै पुरै क्या तल एकैचोटि ओइ खुट्टा चिलिन्छ त ल यसलाई चाहिँ स्लो मोसन बनाइदिनु यसलाई चाहिँ स्लो मोसन बनाइदिनु बिचमा लगाएर जिग्ज्याग बनाउनु पुरा सम्झि जस्तो छ कसले सम्झिँदैछ हो कि आउँदैछ मेरो खुट्टा चाहिँ अब लाग्नुपर्छ